आफ्नो देश छोडेर गर, आफ्नो देश छोड्यो अनि विदेशमा गयो। त्यो चाहिँ स्थिति। तपाईँहरूलाई मैले जम्मा जम्मी बुझाउन खोजेको कुरा के हो भने यही तरिकाले अब चुनाव भन्दैछन् त 75 जना मान्छे मराएर, बच्चा मराएर, सिंहदरबारमा आगो लगाएर सर्वोच्चमा कसरी आगो लगाएको छ त्यो त अघि मैले देखाइदिएँ। बालनजीले, हाम्रो निश्चल खरेलले नै भनेको छ त्यहाँ भाइले। थ्याङ्क यू बालेन। कुलमानजी कहाँबाट हुनुहुँदो रहेछ? सन्दुक रुई माथि ताप्लेजुङको कहाँबाट चल्नु भएको रहेछ? अझै तपाईँहरू के भन्नुहुन्छ? बालेन, रवि, हर्क, कुलमान भन्नुहुन्छ नि, भनिराख्नुहोस्। ए केपी पनि भन्नुहोस्, शेरबहादुर पनि भन्नुहोस्, मलाई भन्नु पर्दैन। तर जम्मा जम्मी उहाँहरूको म्यान्डेट, उहाँहरूलाई म सोध्छु के हो त उहाँको? जस्तो कुलमानजीकै चुनावमा जानको लागि यत्रो सिंहदरबारमा किन आगो लगाइयो? 75 जना मान्छे किन मराइयो? किन भ्रष्टहरूलाई पक्रिएन? किन 23 गतेको जघन्य अपराध गर्ने मान्छेहरूलाई पक्रिएन? र आज त्यो जो जेएनजी विद्रोह गर्यो त्यो बच्चाहरूलाई आज नेपालभरि 4000 बच्चाहरू थुनेर राखेको छ। किन त्यसलाई थुनेर राख्यो? किन छोडिएन भनेर मैले अस्ति कुरो उठाएँ। के 84को चुनाव 82मा गराउनलाई जेएनजी आन्दोलन हो? होइन नि। त्यसले गर्दाखेरि मैले प्रधानमन्त्रीलाई स्पष्ट कुरा के राखेको छ भने तपाईँले जेएनजीसँग कुरा गरे जस्तो होइन, तपाईँले खड्गप्रसाद ओलीसँग, प्रचण्डसँग कुरा गरे जस्तो होइन। कुरा बुझ्नु होइन? तपाईँले के बुझ्नुहोस् भने हामीसँग सर्वहारा वर्ग, भुइँ मान्छे, उत्पीडन वर्ग, जो पिछडिएको वर्ग छ, त्यो वर्गको विषयको कुरा गरेका छौँ हामीले। र हाम्रा माग 20 लाखभन्दा मुनि तपाईँ कति गर्न सक्नुहुन्छ? अहिले गरिदिनुहोस्। ब्ल्याकलिस्ट हटाइदिनुहोस्। अहिले कमसेकम व्यापारीहरूले गरिखान पाउन्। ब्ल्याकलिस्ट पनि कस्तो छ भने एउटाले लिन्छ, छिमेकीलाई ल्याएर साँचिरहेको, त्यो छिमेकी पनि ब्ल्याकलिस्टमा छ। अनि खाता पनि चल्दैन, दाना पनि चल्दैन, पानी पनि चल्दैन, पासपोर्ट पनि चल्दैन। बाउले कारोबार बिगाएर भने छोरो, नाति, पनाति, मरेर गएका हजुरबाउ, हजुरआमा सुद्धा ब्ल्याकलिस्ट। यस्तो पनि हुन्छ कानुन। अनि काम गर्ने मान्छेलाई जम्मै ब्ल्याकलिस्टमा हालेर तपाईँहरूले के गर्न खोजेको भनेपछि अहिले हिजो मुख यसो गरेर हेर्नेहरूलाई लाज लाग्न थाल्यो क्या? अहिले लाज लाग्न थाल्यो। अस्ति मुख छाडिहाल्यो, दुर्गा प्रसादलाई बेबेतुरी भनिहाल्यो, हावा भनिहाल्यो। अहिले जम्मै दुर्गा प्रसादले भनेको कुरा लाग्यो, नाटो पुग्यो। अब कसरी बाहिर निस्क्यो? पहिला अम्लो निकालौँ कि मुठी निकालौँ कि टाउको निकालौँ भएर अब मान्छे अहिले के चाहिँ भन्छन् भने पहिला हाम्रो अभियानमा मान्छेहरूलाई, अभियानको मान्छे हुँदाखेरि लाज लाग्थ्यो, एउटा थिए। अहिले एमालेको मान्छे, काङ्ग्रेसको मान्छे भन्दाखेरि लजाउने स्थितिमा पुगेका छन्। अहिलेको स्थिति त्यो कुरा बुझ्नुभयो कि? त्यो हो कुरा। त्यसले गर्दाखेरि तपाईँहरूले के बुझ्नुहोस् भने यहाँ हाम्रो यस्तो मिलेर बसेको समाज हो नि, राई, लिम्बू, होइन, अब अरू दमाई, विश्वकर्मा, होइन, मगर, बाहुन, छेत्री सबै मिलेर बसेको समाजमा आज विभिन्न नाममा राज्य छुट्याए प्रचण्डले राज्य छुट्याएर अहिले सबै कुरा सनक्कै सकेर हेर्नुहोस्, नातिनी, दुईटी नातिनी, एउटी नातिनीलाई स्विजरल्यान्डमा घर, एउटी नातिनीलाई अमेरिकामा घर, पैसा जति सबै बाहिर पठाएर अहिले गीत गाउन थालेका छन् हिन्दीबाट। कोनी के पहाडों की चट्टान को कोनी के करा दिया है भन्दैछन्। म भन्छु यो कम्युनिस्टहरूको लाल किल्ला हो नि, हो कि होइन? कम्युनिस्टहरूको लाल किल्ला थियो नि, आज कम्युनिस्टहरू कहाँ गए? आज गाउँ हेर्नुहोस्, सबै गाउँ खाली, लास उठाउने मान्छे छैन। यो फिकल बजार आजभन्दा 5 वर्ष अगाडि यस्तै मात्रै थियो। यहाँ मैले किस्ताबन्दीमा सामान बेच्न आएको हो नि, होइन भाइ? उहाँलाई थाहा छ। म यहाँ बसेर खाना खान्थेँ।
यहाँ दिदीका दोकानमा यतापट्टि तपाईँहरूकोमा त्यहाँ छुर्पी खान्थे। आज फिकल दोकानको कुन चाहिँ व्यापारी, एउटा व्यापारी खुसी छ? कुन व्यापारी खुसी छ? अनि अझै हाल्नुभयो अब आउने चुनावमा भोट ड्याम कि ड्याम एक छापे हान्नुहोस् है, एक छापे। अब त सिंहदरबारमा सर्वोच्चमा आगो लगाउने पनि आएका छन् नयाँ। आज मैले एउटा ढकाल छ नि पश्चिमतिरको बारबारा फाउन्डेसनको टप लिडर हो यो पल्ट सागर ढकाल भन्ने। यो चुनाव हामीले जितेनौँ भने कुलमान हामी बालेन सबैजना जेलमै बस्ने हो भन्दै थियो। त मेरो भने के अरे गल्ती गरेको रहेछ र जेलमा बस्नुपर्ने रहेछ त। यो चुनाव मैले हारेँ, म उठिनँ भने पनि मैले जेलमा बस्नु पर्दैन। मैले केही गरेकै छैन, म किन जेलमा बस्ने? ऊ त जेलमा बसिन्छ भनेर उहाँ नखु कारागारमा गएर रवि लामी छानालाई भेटेर बाहिर निस्केर हेर्नुहोस् है, जब चुनाव आयो त्यो मान्छे यहाँ आउँछ, जब चुनाव सक्यो साउथ अफ्रिकामा जान्छ एनजिओको काममा। अनि कहाँ हिँडेको अरे भन्दा देश बनाउनु डडेलधुरा हिँडेको अरे। हेर्नुहोस् है, गजब ताजुबको कुरा होइन? ताजुबको कुरा हो कि होइन? जबसम्म मान्छेले धरती चिन्दैन, जबसम्म मान्छेले आफू जन्मेको माटो चिन्दैन। तपाईँहरूले के बुझ्नुहोस् भने आफू जन्मेको माटो नचिन्ने, आफ्नो धर्म नचिन्ने, आफ्ना बुवा आमा नचिन्ने, आफ्नो परिवार नचिन्ने नि त्यो मान्छेको संस्कार होइन, त्यो मान्छे होइन, त्यसले दुःख पाउँछ। यहाँ मात्रै दुःख पाउने होइन, अब आउने जुनीमा पनि दुःख पाउँछ। म अहिले किन लागेको छु, मेरो 6 जना दाजुभाइ हौँ हामी। म तपाईँहरूलाई भन्छु, हाम्रा 6 किसिमका दाजुभाइ छन्, 6 किसिमका कुरा छन्। कुरै मिल्दैन हामी 6 जना दाजुभाइको। सुन्नुहोस् है कुरा, किनभने म भन्छु त मैले त्यो जुनीमा राम्रो काम गरेको थिएँ होला, आज पनि राम्रै काम गरिरहेको छु। किनभने शरीर पो मरेर जाने हो त, यो भौतिक शरीर माटोमा मिसिन्छ, तर मेरो आत्मा त मर्दैन नि। अब आउने जुनीमा पनि मैले राम्रै काम गर्छु भनेर आज पनि म तपाईँहरूलाई बचाउन लागेको, तपाईँहरूलाई माग्न, तपाईँहरूसँग सहयोग माग्न, तपाईँहरूसँग चन्दा माग्न, तपाईँहरूसँग चिया खान, भात खान म कहिले पनि आउँदिनँ। बरु सकिन्जेलसम्म यीबाट कतिजना बिरामीहरूलाई उपचार फ्री गरेर पठाएको छु। मेरो बरगतले भ्याएसम्म मेची अञ्चलमा मेडिकल कलेज ल्याइदिएको छु। अब त्यसको कारणले बिस्तारो विद्यार्थी बढ्दै गएपछि ती विद्यार्थी घुम्न आउने यही कन्याम हो, फिक्कल हो। 2 साग भए पनि भात खाइदिन्छन्, यहाँको 2 कप भए पनि चिया बिक्छ, यहाँको 2 बोतल भए पनि हाम्रो दिदीको बियर बिक्छ, हो कि होइन? त्यसले गर्दाखेरि म तपाईँहरूसँग भोलि पर्सि अब भ्याइयो भने फेरि पनि आउँला। म तपाईँहरूलाई एउटा चाहिँ के भन्न आएको भने 20 लाखभन्दा मुनिको ऋण केही न केही, जस्तो 16% ब्याज थियो हिजो, आज कमसेकम 6%मा आयो होइन? आगे आएन के? भात खानु भएको छैन तपाईँहरूले? अलि बोल्नुहोस् न। आयो होइन? कसरी एउटा काम त्यो भयो। अब 20 लाखदेखि मुनिको लघु वित्त र सहकारीको ऋण केही भए पनि मिला गर्न पनि सुरुवात भयो र ब्ल्याकलिस्टमा परेका मान्छेहरू छन् झन्डै 24 लाख। ती मान्छेहरू 6 लाख परिवार छ, झन्डै 24 लाख मान्छे छन्। तिनलाई ब्ल्याकलिस्टबाट खोल्न पाइयो भने भोट त जेलाई हाले पनि हुन्छ, हाल्नुहोस्, हामीलाई हाल्नु पर्दैन। भोट फेरि एमालेलाई नै हाल्नुहोस् डल्लो पर्ने गरी। हामीलाई हाल्नु पर्दैन। हाम्रो पार्टी आउन पनि सक्छ, नआउन पनि सक्छ। हाम्रो काम के हो? देश बचाउने हो। कुरा बुझ्नुभयो? त्यसले गर्दाखेरि म यहाँबाट तपाईँहरूलाई के भन्न चाहन्छु भने मलाई मेरो देश, त्यसमा पनि मेची अञ्चलको किन माया लाग्छ तपाईँलाई थाहा छ? म जन्मिँदाको साथी मेची अञ्चलको बिर्तामोडमा गाडिएको छ क्या, त्यो माया छ मसँग। त्यसले गर्दाखेरि म पटक यहाँ आइरहेको छु। कुरा बुझ्नुभयो कि? मलाई त्यो धरतीको माया छ, तपाईँहरूको माया छ। मलाई यहाँ आयो, तपाईँहरूले माया गर्नुहुन्छ। अहिले धनगढीमा गयो, यस्तै तपाईँहरूसँग मेरो यस्तै माया गर्ने मान्छे छ। कैलालीमा गयो यस्तै, जुम्लामा गयो यस्तै। हेर्नुहोस्, आज मैले अस्ति प्रधानमन्त्रीलाई भने यो व्यवस्था बदलौँ, जन्म सङ्ग्रहमा जाउँ भन्दाखेरि त्यहाँ अलिकति उहाँले के
कारणले भन्नुभयो। मैले के भने जुन जुन व्यवस्था छ यो व्यवस्थामा प्रधानमन्त्रीज्यू तपाईँले नै आफ्ना छोरा र बुहारी आफ्नी छोरी आफ्ना घरमा राख्न सक्नु भएन, आफ्ना देशमा यो व्यवस्थामा। तपाईँलाई नातिको याद आउँदैन? मलाई हिजो बेलुका नातिले जुत्ताले झटार हान्दाखेरि एक आलामा लाग्यो, तर आनन्द आयो क्या। नातिले जुत्ताले हान्यो, कुदेर आउँछ, मलाई लात्तले हान्छ। नाति र हजुरबुवाको माया कति माया हुन्छ, कति आनन्द लाग्छ। कहिले कहिले दारी काटेको बेलामा चलाउँछ, ar दारी कति काट्छ अनि काटो गरेर सोध्छ, त्यो माया पाइन्छ। आज हजुरबुवा एकातिर, नाति अर्कातिर, छोरो अर्कातिर, बुहारी अर्कातिर, बारीमा ढकमक्क सयपत्री र मखमली फुल फुलेका छन्। फुल टिपेर माला गाँस्ने दिदीबहिनी घरमा छैनन्, फुलको माला लाउने दाजुभाइ घरमा छैनन्, अनि सबै विदेशमा पठाएको छ। विदेशबाट पठाएको पैसा रेमिटेन्स भनौँ, ब्याङ्कको किस्ता, सहकारीको किस्ता, लघु विस्ताको किस्ता, उस तपाईँहरूको हातमा उस्ताको उस्तै हो कि होइन भन्नुहोस् त। अनि तपाईँहरूले यसरी गाउँ रित्तो पारेर आज किन तपाईँहरूको, म भन्दैछु, इलामको चिया किन बिक्दैन? इलामको छुर्पी किन बिक्दैन? इलामको दुध किन बिक्दैन? ओलमा फ्यामेस होइन 7वटा भनेर, अलैँची, अदुवा, अम्लिसो भनेर ओलन आज किन बिक्दैन? आज दुध लगेर तपाईँहरूले त्यो के भन्छ डेरीमा दिएर डेरीबाट घिउ लिनु परेको छ कि छैन? मैले त सुनेको है। अनि तपाईँहरू त्यो घिउ लगेर त्यो ब्याङ्कलाई पनि घिउ किस्ता बुझाइदिनु नि। त्यसले गर्दाखेरि म एउटा कुरा के भन्छु भने, यहाँबाट जति तिमीहरूले लिलाम गर्यौ, लिलाम गरेर मात्रै धर पाउँदैनौ। अहिले अर्थमन्त्री र गभर्नरले पनि बोल्न थालेका छन् मेरो कुरा। मैले भनेको छ, यदि नेपाली जनतालाई भएका घर जग्गा जमिन कसैले पनि यहाँ सुकुम्बासी हुनलाई व्यापार गरेको होइन नि, व्यापार गरेको होइन, 2 पैसा कमाउने भनेर हामीले व्यापार गरेको। र ब्याङ्कवालाहरूले पनि कान खोलेर के बुझ्दा हुन्छ भने अब धितो लिलाम गर्ने धृष्टता नगर्दा हुन्छ। भोलि तपाईँहरूले धितो लिलाम गर्नुभयो भने म जस्तो चाहिँ फेरि नि, म जस्तो जङ्गबहादुर चाहिँ नि प्रधानमन्त्री भयो भने ती पहिला जग्गा जसका छन् त्यसैका नाममा नयाँ धनी बुर्जा बनाएर दिन्छु। नयाँ धनी बुर्जा बनाएर, लाल बुर्जा बनाएर। मेरो बाबुको के जान्छ, मैले आदेश गर्दा हुने हो। मैले एक्जिक्युटिभ पावर एक्सर्साइज गर्न जानेको छ, मैले बुझेको छु। मैले त अस्ति भन्ने प्रधानमन्त्रीलाई, यो कुर्सी भनेको एक्जिक्युटिभ पावर एक्सर्साइज गर्ने कुर्सी हो। पावर एक्सर्साइज गरेर निकाल्नुहोस्। विज्ञलाई सोध्छु भन्ने हुन्थ्यो, के को विज्ञलाई सोध्नुहुन्छ? विज्ञ र बुद्धिजीवीले बिगारेको देश हो यो। विज्ञ र बुद्धिजीवीले बिगारेको देश होइन। अब झलनाथ खना लाउँछन् अलिक दिनमा लट्ठी टेकेर यहाँ भोट माग्न। फेरि ओथारा बसेको कुखुरो खाएको अरे हो माथि। झलनाथ खनालले माथि पहिला लुक्दाखेरि त्यहाँ गएको थिएँ भाइ, माथि शान्तिनगरमा। एकजना दिदीले के भन्नुहुन्थ्यो भने, इरौटारमा होइन, ओथारा बसेको कुखुरो राति काटेर झलनाथ खनाललाई खुवाएको। हो कि अझै पनि अब पनि तपाईँहरूको बुद्धि आएन। अब पनि मासु भात रक्सीमा है बिग्नु भयो भने नि, अबको 10 वर्ष पछाडि तपाईँहरू मरेर जानुहुन्छ, तपाईँहरूको उपचार गर्ने पैसा हुँदैन। मैले देख्छु त हस्पिटलमा यहाँ मलाई भक्कु मुख छाडिरहेको हुन्छ क्या युट्युबमा। अनि उहाँ पुगेपछि चाहिँ दाजु गल्ती गरे, यति छुट गरिदिनु पर्यो नि भन्छ। त जानु नि पालनसँग माग्नु, कुलमानसँग जानु, सुशीला कार्कीसँग जानु, सिंहदरबार आगो लगाउनेसँग। मलाई किन भन्नु भनिदिन्छु, एउटा एजेन्डा छ। आज तपाईँहरूलाई म भनौँ, 2 करोड 90 लाख जनसङ्ख्या भएको देश, 2 करोड 90 लाख जनसङ्ख्या भएको देश, 1 करोड 60 लाख मान्छे विदेशमा छन्, 70 लाख मान्छे सुकुम्बासी भएछन्। 70 लाख, बुझ्नुभयो? पैसा जति कोसँग छ भन्दाखेरि जम्मा 100 जनासँग छ।
16 परिवार मारवाडी, 10 जना नेपाली व्यापारी दलाल छन् बिचौलिया, यी ब्याङ्क सञ्चालकहरू हो। दाइले हेर्नुभयो माथि ब्याङ्कतिर, मेरो केही बिग्रिँदैन। यिनीहरूका ब्याङ्कका मालिकलाई कठला समातेर घिसार्ने तागत छ मसँग, कुरा भन्नुभयो। त्यसले गर्दा तपाईँ नडराउनुहोस्, मैले केपी ओलीलाई मौका मिल्यो भने कठला समातेर घिसार्न सक्छु, भेटेँ भने। मलाई त्योसँग मलाई मतलब छैन, परवाह छैन। नेपाली जनतालाई बचाउनु छ र 100 जनासँग हामी सम्पूर्ण नेपालीको सम्पत्ति त्यहाँ गएर बसेको छ र घर जग्गा जमिन पनि जाँदैछ। अनि यहाँ हाम्रा साथीहरू के छन्, के भन्छ त्यो, यो छुट्याउने के अरे के भन्छ नि हाम्रो यो के अरे के भन्छ नि हो, यो पहाड तराई होइन हो। यो अहिले नयाँ नारा आएको छ नि, यो छुट्याउनलाई मङ्गल पनि होइन त्यो उयो हो, हाम्रो क्षेत्र भन्छ नि, के भन्छन् पर्ने छैन हो। त्यो जस्तो खुमुवान भन्छन्, लिम्बुवान भन्छन्, कोही के भन्छन् नि, त्यसलाई के भन्छ, लिम्बुवान पहिचान पहिचान। हामी त यो हो, तिम्रो त ककससबाट आएको, ककसस ठिकै छ, हामी ककससै जाउँ न। तिम्रो बस्छ मारवाडीको देशमा, धनीपुरका मारवाडीको तिमीहरूको भाषणले के हुन्छ? आजकल 2-3 जना साथीहरू निस्किया छन्, बोल्छन् यो दुर्गे भन्छ। त मारवाडीको धनीपुरका जति मारवाडीको यो घर, यो सिद्धार्थ ब्याङ्क छ, यो केडिया हो, नम्बर 1 ठग डाकाको यो ब्याङ्क हो। यो मान्छेलाई उहिले पक्रिनु पर्ने हो, यसको चेयरम्यानलाई। यहाँ बस्ने कर्मचारीसँग मतलब छैन। केडिया भन्ने यसलाई अदालतले पक्राउ पूर्ति जारी गरेको छ, आजसम्म यो शक्तिको आडमा बसिया छ। केडिया, विनोद केडिया भन्ने मान्छे बुझ्नुभयो। एक नि त्यो नसा मलाई थाहा छ क्या, कहाँ सुहाउँदा कहाँ घुम्छिन् भन्ने कुरो। केपी ओली प्रचण्डदेखि लिएर अनि नयाँ आउने बालनहरू जम्मैको देखाइदिएँ होइन मैले। सिंहदरबारमा कसरी आगो लगाएर देश कब्जा गरेको रहेछ भनेपछि तपाईँहरूले के बुझ्नुहोस् भने आज बजारमा सुन्तला खाने मान्छे छैन छ। त्यसले गर्दाखेरि तपाईँ के बुझ्नुहोस् भने तपाईँहरू सबैजना एकजुट भएर अघि बढ्नु भएन भने धनीपुर जा मारवाडीको, अनि तपाईँहरूको चाहिँ के अरे त्यो अघि के भन्नु क्षेत्र पहिचान, धनीपुरका चाहिँ मारवाडीको पहिचान तपाईँहरूको भइहाल्छ। पहिचानवालाले होइन, म यसो भन्छु, आउन मिलौँ, पहिला देश बनाऊ, भूमि जोगाउँ। पहिला भूमि जोगाएर धरती जोगाएपछि त मखमली रोपे पनि भयो, एउटाले ल्याउनु सयपत्री रोप्नु, अर्कोले ल्याउनु बुहारी काँडो रोप्नु, हो कि विभिन्न फुल रोप्नु नि। 4 जात 36 वर्णको फुलबारी भनेर त राजा पृथ्वी बडा महाराज धीरज पृथ्वीनारायण शाहले नै भनेको थियो नि, भनेकै थिएन। पहिला त भूमि जोगाउ न। त्यसले गर्दाखेरि म सम्पूर्णलाई, राजादेखि सम्पूर्ण नागरिकलाई म के भन्छु भने पहिला भूमि जोगाउँ। भूमि, यहाँ लास उठाउने मान्छे छैन घरमा, सत्यनारायण पूजा लगायो भने रोटी खाने मान्छे छैनन् मान्छे यहाँ घरमा छन् भन्नुहोस् त। अहिले त पूजा लगाउने चलन पनि हरायो होला। स्वस्थानीमा हिजो अस्ति हाम्रो आमाहरू बस्दाखेरि बेलुका स्वस्थानी कथा सुन्नलाई 50-60 जना हुन्थे, भेला हुन्थे। आज बुढाले सुनाउँछ, बुढी गरेर बस्ने, छोरो कहाँ भन्दा उठा, छोरी कहाँ भन्दा उता। यही हो त नेपालीको जिन्दगी, यही हो। यही तलको चिया बगानको कुरा गर्ने साङ्घाई ग्रुपले 28 करोड रुपियाँ पैसामा गिरिजाप्रसाद कोइरालाले साङ्घाई ग्रुपलाई बेच्यो। आजसम्म त्यो पैसा भुक्तानी गरेका छैन, भुक्तानी गरेका छैन। यो कुरा मैले पटक पटक उठाएँ। 7000 बिघा चिया बगान हो, त्यो साङ्घाई ग्रुपले त्यो मारवाडीले खायो। ल भन्नुहोस् त। अनि यहाँ पनि फिकलमा मारवाडी होला नि 2-4 जना, हामीलाई भनौँ भन्ने। यो फिकलका त मारवाडी नै होइनन् नि, के को मारवाडी हो नि? त्यो बिचरा
यिनको छाला छिलेर लगिसके तिनले। यी त तिनको काम गर्ने कर्मचारी हुन्, यहाँ दोकान खोलेर बस्नेहरू हो कि होइन? त्यसले गर्दाखेरि तपाईँहरू के बुझ्नुहोस् भने यो व्यवस्थाको लागि मैले अस्ति जो 7 गते हामीले आन्दोलन गरेको थियौँ भने यो फिकल बजार बन्द हुन्थ्यो? गर्नुहुन्थ्यो तपाईँहरू बन्द? तपाईँहरू फिकल बजारकै मान्छे हो कि गाउँबाट आउनुभएको मान्छे हो? भनेपछि बजारका मान्छे त अझै आएका छैनन् नि। हो, बजारका मान्छेलाई लाज हुन्छ। बजारका मान्छे त साउजी हुन् नि त। कट्टु खुस्किएर गइसक्यो हातले लाज छोपेर नि, ए मेरो इज्जत जोगिएको छ भन्नेहरू नि, हो कि होइन? त्यसले गर्दाखेरि जहाँका पनि व्यापारी यस्तै हुन्। अनि बेलुका भएपछि डिप्रेसन भएर अनुहार सबै भित्र आमाशय बिग्रिसक्यो रक्सीले है। डिप्रेसनमा गएर जम्मै सिद्धिसकेको छ। त्यसले गर्दाखेरि म सम्पूर्ण व्यापारीहरूलाई के भन्छु भने यो हाम्रो अभियान भनेको मेरो होइन, हाम्रो हो, हामी सबैको। हिजो तपाईँहरूले 1 करोडको 16 लाख ब्याज तिर्नुहुन्थ्यो सालको, आज 6 लाख तिर्दा पुग्ने बनाइदिएको छ। म के भन्दैछु, यो व्यवस्था परिवर्तन गरौँ, हामी ठाउँमा पुगौँ, 5% ब्याजमा पैसा दिलाउने, अनि मात्रै वातावरण बन्छ। विदेशमा गएका नेपाली फर्किने वातावरण बन्छ। जबसम्म विदेशमा गएका नेपालीहरू फर्किँदैनन् तपाईँहरूको व्यापार अब बिस्तारै बिस्तारै बन्द हुँदै जान्छ। यो जुन सरकार आए पनि, जुन संविधान आए पनि नि हुने यही हो। तपाईँहरू उमेर पुगेका, म तपाईँहरूलाई एउटा डेटा देखाउँछु भन्छु। आजभन्दा 7 वर्ष 8 वर्ष अगाडि सालको 6 देखि 8 लाख बच्चा जन्मिन्थ्यो नेपालमा, 6 देखि 8 लाख। त्यो घटेर अहिले 1,60,000मा आयो यो साल, 1,60,000मा। यो तरिकाले जन्मदर घट्ने अनि मान्छे बुढा भएका मान्छे मर्दै जाने, युवा जति पलायन हुने भनेपछि तपाईँहरूको अनि यो दोकान थापेर बस्ने मान्छेको के हुन्छ? अनि कसका लागि रुङ्नुहुन्छ? अनि अलिक दिनमा के हुन्छ? ब्याङ्कले के गरेको छ? 1 करोड रुपियाँ पैसा दिनलाई 5 करोडको सम्पत्ति राखेको छ धितो। 5 लाख रुपियाँ पैसा ब्याज तिर्न सकेन भने एनपिए बुक गर्यो, 6 महिनामा लग्यो, लिलाम गरेर अर्कालाई बेचिहाल्यो, आफ्नो मान्छेलाई घुमाएर लिइहाल्यो। कुरै त्यही भएको होइन? त्यसले गर्दा मेरो भनाइ के हो भनेदेखि हामीले सुकुम्बासी हुनलाई व्यापार गरेको होइन। हामीलाई गरी खान देऊ, हामी ऋण तिर्छौँ, हामीलाई वातावरण बनाइदेऊ सरकार भनेको। अब एउटा सरकार केपी ओलीको सरकार हुन्जेल केपी ओलीले बाङ्गा आमलाई घुमाएर सिधाइदिइहाले। अर्को गतिलो आउँछ भनेर भनेको अर्को झन् के आयो के आयो। हामीलाई चुनाव चाहिएको हो, अहिले चुनाव चाहिएको छैन नि हामीलाई। जहाँ जान्छु कोही पनि चुनाव चाहिएको छैन। चुनाव चाहिएको कसलाई? जो राजनीति गर्छ त्यसलाई, राजनीति गरेर भात खानेलाई। तपाईँ हामी त राजनीति गरेर भात खाने होइन नि। हामीलाई चुनाव चाहिएको छैन, हामीलाई बाँच्ने आधार देऊ भनेको। हामीलाई बाँच्ने आधार देऊ, हामीलाई गरी खान देऊ, कुरा भन्नु हो। र त्यसले गर्दाखेरि तपाईँहरू जति बढी निस्किनुहुन्छ बाटामा, जस्तो अहिले हामीले मङ्सिर यो पुस 2 गते हाम्रो वार्ता मिलेन भने हामी आन्दोलनमा जान्छौँ अब चाहिँ। किनभने अस्ति हामीले मङ्सिर 7 गते आन्दोलनमा जाने भनेको थियो। मैले के भनेको थिएँ भनेदेखि पेट्रोल डिजल ग्यास किनेर राख्नुहोस् भनेर भनेको थियो। अनि यहाँ कतिले मलाई फेसबुकमा लेखे पेट्रोल किनेर राखियो, डिजल किनेर राखियो, ग्यास किनेर। अनि पेट्रोल किनेर डिजल किनेर त मलाई दिएको होइन नि, घरमै राखेको होला नि, हो कि होइन? ग्यास घरमै छ, मैले त लगेको छैन, त्यही घरै युज गर्न भइहाल्छ। अब तपाईँको पुस 2 गते चाहिँ मिलेन भने अनि हामीले बन्द गर्छौँ, हामी आन्दोलनमा जान्छौँ। हाम्रो सम्मानजनक कुरा के छ भने गर्न सक्ने माग तिमी पुरा गरिदेऊ होइन। गर्न नसक्ने माग छ नि जनमत सङ्ग्रहमा जाउँ। अहिले संसदको चुनाव होइन, जनमत सङ्ग्रह गरौँ। पहिला के कुरामा मिलेको छैन जनमत सङ्ग्रह गरौँ, त्यस पछाडि
देशले निकास पाउँछ भन्ने कुरा हो हाम्रो। त्यसले गर्दाखेरि तपाईँहरू के बुझ्नुहोस् भने सत्य कुरा भन्नुपर्छ। म चाहिँ एकदमै त्यो तपाईँहरूलाई ढाक्न आएको होइन, मलाई ढाक्नु पनि छैन। मैले गर्न सक्ने सहयोग के हो भने अहिले तपाईँहरू बोल्नु हुँदैन, बिएनसीले बिमा ल्याइदिएको छ, पूर्वाञ्चल क्यान्सर हस्पिटल पनि त्यहाँ छ, कमसेकम बिमाबाट 2 लाख छुट पाइन्छ। त्यसको लागि तपाईँहरू आवाज उठाउनुहुन्छ, आवाज उठाउनु हुँदैन। मैले बिमाको हाकिमलाई के भने इडीलाई, ए बाबा पूर्वाञ्चलमा पनि बिमा देऊ न, कमसेकम 2 लाखको उपचार त्यसले पाउँछ भन्दाखेरि दिँदैन। कसम त्यस्तोमा तपाईँहरू आवाज उठाउनु हुँदैन। अहिले यहाँ खड्गप्रसाद ओली आयो भने ए लामा लस्कर अस्ति उता पारिपट्टि चुनाव हुँदा के भयो, यता पहिचानको कुरो गरेर हाम्रो लिम्बुवानका साथीहरू मुला बोकेर हिँडिरहेछन्। भोलि पर्सि सुभाष नेम्बाङका छोराले जितेपछि चाहिँ केपी ओलीकै अगाडि तिनै लिम्बू नि यत्रा यत्रा ढ्याङ्ग्रा ठटाउँदै हिँड्दै रहेछन् तिनै लिम्बूहरू। अनि के भन्नु के भन्नु? अनि यो त घोटेर खुवाउने कि के गरेर खुवाउने, तपाईँहरूलाई कसरी बुझाउने? त्यसले गर्दाखेरि तपाईँहरूसँग मेरो अनुरोध के हो भने यो पार्टी भन्ने चिजमा तपाईँहरू नलाग्नुहोस्। पहिला सबै पार्टी परित्याग गर्नुहोस्, कुनै पनि पार्टी। पहिला देश जोगाउँ, फेरि चुनाव हुँदैन है। फेरि यो चुनाव हुन्छ भनेर नाटक मात्रै, चुनाव हुँदैन। जबसम्म जनमत सङ्ग्रह हुँदैन तबसम्म अब चुनाव हुँदैन। यस्तो संविधान हामीलाई चाहिँदैन। 84 को चुनाव 82 मा सारेको भन्दा बरु त्यही केपी ओलीहरूले गरिहाल्थे नि, उनीहरूलाई पुर्याएको थियो। त्यसले गर्दाखेरि तपाईँहरूको फिक्कल बजारमा आइयो। अब यहाँ चियाकै कुराको पनि सिन्डिकेटको कुरा आएको छ। चियाकै होइन, यो स्काई ब्रिजको कुरा के हो? यो चिया मासेर होइन, मेची अञ्चल त भनेको चिया अलैँचीको एउटा उद्गम स्थल हो। संसारका मान्छे घुमाउन ल्याउनु पर्ने ठाउँ हो। अब यहाँ यस्तो छ। त्यसले गर्दाखेरि तपाईँहरू आइदिनु भयो, समय दिनुभयो, सुनिदिनु भयो। यो पिक्चर पनि हेरिदिनु भयो होला नि।